सोम शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह घन्टी लिएर यसपटक बागलुङ जिल्ला क्षेत्र नम्बर 2बाट प्रतिनिधि सभाको उम्मेदवारको रूपमा छु। म यति बेला ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको सबै वडाहरूमा म पुगिसकेको छु। मलाई अझै पनि वडा मात्रै नभएर वडाभित्रका टोलमा, गाउँमा तपाईँको घरमा आउने रहर नभएको होइन, रहर छ। म फेरि आउने कोसिस पनि पक्कै गर्नेछु। तर धेरै गुनासो आएको छ। हाम्रो घरमा किन आउनु भएन, हाम्रो गाउँमा किन आउनु भएन, मसँग किन भेट्नु भएन, सायद भेटिदिएको भए पनि मसँग हाम्रो घरमा आइदिएको भयो भनेर धेरै गुनासो भन्नाले त्यो प्रेमपूर्ण भावले प्रकट गर्नुभएको छ। आइदिए हुन्थ्यो नि, एक कप चिया खाइदिए हुन्थ्यो नि, मेरो गाउँमा पनि टेकिदिए हुन्थ्यो नि, मेरो घरमा पनि बसिदिए हुन्थ्यो नि, मसँग पनि भेटिदिए हुन्थ्यो नि भन्ने धेरैको आत्मीय प्रेम पाएको छु। मलाई यो प्रेम देखेर यति धेरै गर्व महसुस भएको छ। सायद अहिलेसम्मका नेतृत्वहरूले यो प्रेम नपाएको हुनाले र यो प्रेमबाट वञ्चित भएको हुनाले यो प्रेम हामीलाई आउनेवाला छ। सबै प्रेम गर्नुहुने सबै प्रेमिल मनहरूमा म एकदमै जोरदार हात जोडेर मनैदेखि माफी माग्छु। हो, मलाई सबैसँग आउनु मन नभएको होइन, सबैको घर जानु मन नभएको पनि होइन, तर समय र भूगोल, एक ठाउँबाट अर्को ठाउँमा जान 4-5 घन्टा लाग्छ। समय हामीसँग निसीमित समय मात्रै छ। त्यही समयको अभाव र भूगोलको कारणले गर्दा म जति पनि ठाउँमा जाने रहर थियो, रहर अहिले पुरा भएको छैन। तर ढुक्क हुनुहोस्, यसपालि आएन भनेर आउँदै नआउने होइन। यसपटक भोट माग्न त आइन होला, या भोट माग्न आउन अलि असमर्थ हुन सक्छु होला सबैको घरमा, सबैजनासँग। तर भोट मागेर जितिसके पश्चात तपाईँहरूको भोटबाट परिवर्तन भएर यो क्षेत्रले इतिहास रचिसके पश्चात जब हाम्रो विजय हुन्छ, तब म तपाईँको घरमा साँच्चै आउनेछु। समस्या बुझ्न, गुनासा सुन्न, आमा बा दाइ भाइ दिदी बहिनी के छ तपाईँको समस्या लेखेर राख्नुहोस्, म त्यसको लागि लड्छु भनेर त्यो जुनुन र त्यो उद्देश्यको साथमा पक्कै आउनेछु। धेरैले अलि बढी चिन्ता व्यक्त गर्नुभएको छ। हाम्रो घरमा, हाम्रो टोलमा तलपट्टि आयो, माथि आएन, त्यहाँ पारि आयो, यहाँ आएन। मलाई थाहा छ त्यो चिन्ता गर्नु स्वाभाविक हो, किनकि देख्न चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई। तर त्योभन्दा पनि सबै गाउँमा, सबै घरमा त्यसै गरी चिन्ता मानेर बस्नुभएका आमा बुवा, दाजुभाइ, दिदीबहिनी हुनुहुन्छ। सबैसँग भेट्ने मेरो कोसिस जारी रहेको हुनाले कति ठाउँमा जान सक्छु, कति ठाउँमा जान सक्दिनँ। 6वटा गाउँपालिका, 48वटा वडा अनि धेरै लाखौँ लाख जनसङ्ख्याहरू हुनुहुन्छ। मतदाता पनि त्यस्तै अनुरूप हुनुहुन्छ। सबैसँग जानको निमित्त सम्भवतः यतिखेर यो छोटो समयमा म भ्याएको छैन, तर आउनेछु। तपाईँका ढोका खुलेर राख्नुहोस्, मजाले मिठो चिया बनाएर राख्नुहोस्, म चिया खान आउनेछु। कतिखेर तपाईँका ढोका ढकढक गरेछन् त्यो तपाईँ तयार भएर बस्नुहोला। म आउनेछु, आउने बाचाको साथमा दृढ छु। म यो बाचा तपाईँहरूलाई पहिलोचोटि गर्दैछु। अब नेतृत्वहरू चुनाव जित्नको निमित्त मात्रै, भोट माग्नको निमित्त मात्रै होइन। चुनाव जितेर, भोट मागिसके पश्चात चुनाव जितेर माथि गएर पनि फर्केर तपाईँका गाउँघरमा आउनेछौँ। मलाई थाहा छ तपाईँलाई चाहिएको म भन्दा पनि तपाईँलाई चाहिएको विकास हो, तपाईँलाई चाहिएको म भन्दा पनि तपाईँलाई चाहिएको समृद्धि हो, तपाईँलाई चाहिएको म भन्दा पनि तपाईँलाई चाहिएको परिवर्तन हो। म हुँ या नहुँ, तपाईँले सोचेको त्यो समृद्धि, तपाईँले सोचेको त्यो विकास, तपाईँले सोचेको त्यो परिवर्तन पक्कै पुरा गर्ने आँट लिएर आएको छु। यसपटक तपाईँ सबैजनाले साथ दिनुहोस्। म सबैसँग आउन पाएको छु, फेरि माफी माग्छु। म फेरि आउने कोसिस गरिरहनेछु समयले भ्याएसम्म। तर यदि मेरो गाउँमा, मेरै ठाउँमा आएको छैन भन्ने लागेर गुनासो गरिरहनु भएको छ, रिसाइरहनु भएको छ भने म अन्तर्मनदेखि माफी माग्छु। सबैसँग जान अलि समय अभावले गर्दा भ्याइएको छैन, तर फेरि पनि दोहोऱ्याउँदैछु, म जरुर आउनेछु। ढोका खुल्लै राख्नु होला, चिया बनाएर राख्नु होला। यो आउनेछ तपाईँको गुनासा, समस्या र जिज्ञासा सुन्नु। जय देश, जय घन्टी। यसपटक क्षेत्र नम्बर 2मा सबैजना नागरिक जुन ढङ्गले परिवर्तनको निमित्त तयार भएर बस्नु भएको छ, यही नै 21 गते इतिहास रच्ने एउटा साक्षी हुनेछ, एउटा अवयव हुनेछ, लक्ष्य हुनेछ। धन्यवाद सबैजनालाई। नमस्ते।